हेलो गाइस, आज हामी जाँदैछौँ सेन्ट लुक्समा रहेको कार वास सेन्टरमा। हामीले चाहिँ यहाँ जुत्ता भिज्छ भनेर जुत्ता फुकालेर गाडीलाई मिची मस्काई चम्काउन खोजिरहेछौँ। यो चम्काइरहने मिची मसल्स प्रहार गरेर चाहिँ चम्काउने साउजी चाहिँ उहाँ नै हुनुहुन्छ यो गाडीको। एकदमै जुम गरी हेर्नुहोस् उहाँलाई। अर्को साउजी आएर चाहिँ यता पनि गर भनेर भन्दै हुनुहुन्छ। गाडी साउजी चाहिँ टुवा परेर हस भन्दै हुनुहुन्छ। र सँगसँगै चाहिँ गाडी साउजीको हेल्पको लागि म पनि चढ्नुपर्ने भएको भएर चाहिँ अलिअलि हेल्प गर्दैछु। र यहाँ हाम्रो अर्को साउजीले चाहिँ गाडी पखाल्दै हुनुहुन्छ। गाडी साउजीलाई चाहिँ एकदमै गाह्रो भएर हाई गर्दै बसिरहनु भएको छ। वान डलरको भ्यालु छ। 15 सेकेन्ड 14 सेकेन्ड। अब हामी चाहिँ कराउँदैछौँ, छिटो गरौँ, पानी सकिन लाग्यो, टाइम सकिन लाग्यो। र फाइनली गाडी धोइसके पछाडि साउजीले गाडी पुस्दै हुनुहुन्छ। व्याक्सिङ त होइन, जस्ट नर्मल कपडाले पुछपाछ गर्दै हुनुहुन्छ। काम चलाऊ। निरीक्षकजीले चाहिँ गाडीको के गयो गएन भनेर हेर्दै हुनुहुन्छ। गाडी साउजीले चाहिँ मजाले पुछपाछ गर्दै हुन्छ। हामीले भ्याकुम स्याकुम चाहिँ केही पनि राखेनौँ, नर्मल वास गऱ्यौँ, सक्यौँ र अनि हामी घरतिर लाग्न खोज्यौँ। यो चाहिँ हाम्रो हिजो बेलुका धोएको गाडी हो। मेरो बुढाले चाहिँ गाडी धुनुहुन्न, सबै कुरा मलाई नै छोडिदिनुहुन्छ। बाई बाई, सिया। गाडी धोइसके पछाडि गाडी साउजी पनि खुसी, हामी पनि खुसी र हामी आफ्नो घरतिर लाग्यौँ। बाई बाई।